साथीहरु, यदि तपाईहरुले आफ्नो एनसीबी एकाउन्टबाट तपाईले एसटीसी पेमा पैसा पठाउन चाहनुहुन्छ, ट्रान्सफर गर्न चाहनुहुन्छ भने एकदमै इजी रहेको छ। तपाईले आफ्नो मोबाइलबाटै 2 मिनेटमा गर्न सक्नुहुनेछ। तपाईले सबभन्दा पहिले आफ्नो एसटीसी पे को एकाउन्ट खोल्नुपर्ने हुन्छ। सो मेरो यहाँ एसटीसी पे को एकाउन्ट म खोल्छु पहिले। सो म यहाँ फिंगरप्रिन्ट लगाएको छु। सो यसलाई म एक्सेस गर्छु र जस्ट म यसलाई क्लिक गर्छु र यो खोलिसकेपछि तपाईले यहाँ सबभन्दा तल हेर्नुभयो भने तपाईले यहाँ एड मनी को अप्सन हेर्न सक्नुहुनेछ। सबभन्दा पहिले तपाईले यहाँ एड मनी को अप्सन आउँछ। यदि साथीहरु तपाईले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यस्तै भिडियोहरुको नोटिफिकेसन सबभन्दा पहिले तपाईले आफ्नो मोबाइलमा पाउनको लागि। त साथीहरु, आउनुहोस् भिडियो सुरु गरौँ। साथीहरु, तपाईले यहाँ एड मनी को अप्सनमा टच गर्नुपर्ने हुन्छ अनि त्यसपछि तपाईले सबभन्दा तल हेर्नुभयो भने सदाद इन्स्ट्यान्ट पेमेन्ट लेखेको छ। जस्ट तपाईले यहाँ तल अप्सनमा टच गरिदिनु होला। त्यसपछि तपाईले यहाँ सदाद नम्बर भनेको छ। जस्ट तपाईले यहाँ कपी को अप्सनमा टच गरिदिनु होला। अब यो कपी भइसकेको छ। अब कपी भइसकेपछि जस्ट तपाईले आफ्नो एनसीबी को एप्लिकेसन खोल्नुपर्ने हुन्छ। यहाँ अब तपाईले आफ्नो युजर नेम र पासवर्ड दिनु होला र आफ्नो एनसीबी एकाउन्ट लगइन गर्नु होला। म यहाँ फास्ट लगइन को अप्सन चाहिँ चुज गर्छु र म यहाँ फास्ट लगइन युज गर्न गइरहेको छु। यसरी तपाईले हेर्न सक्नुहुनेछ। म यहाँ फास्ट लगइनमा एनसीबी को एप्लिकेसन लगइन गरिसकेको रहेछु। सो तपाईले यहाँ हेर्न सक्नुहुनेछ एनसीबी मेरो जुन एप्लिकेसन छ त्यो लगइन भइसकेको छ र यहाँ 1 रियाल 92 1 रियाल 52 पैसा रहेको छ। तपाईले हेर्न सक्नुहुनेछ यस यार। अनि अब तपाईले चाहिँ यसरी तल हेर्नुभयो भने तपाईले सदाद को अप्सन पाउन सक्नुहुनेछ। सो जस्ट तपाईले सबभन्दा तल सदाद को अप्सनमा टच गरिदिनु होला र यसरी सदाद को अप्सनमा टच गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुनेछ मेरो एकाउन्ट जुन छ अलरेडी यसमा एड भएको छ। सो तपाईले एनसीबी बाट एसटीसी पेमा पैसा पठाउनको लागि तपाईले सबभन्दा पहिले एड गर्नुपर्ने हुन्छ। सो तपाईले यहाँ एड को अप्सनमा टच गर्नुपर्ने हुन्छ। जस्ट तपाईले यहाँ एड को अप्सनमा टच गर्नुभयो भने यहाँ सबभन्दा पहिलो अप्सन तपाईले हेर्न सक्नुहुनेछ सर्भिस एन्ड टेक्नोलोजी। जस्ट तपाईले यसमा टच गरिदिनु होला। त्यसपछि यहाँ सर्च गर्नु होला 207। जस्ट यहाँ 207 सर्च गर्नु होला अनि त्यसपछि सर्च गरेपछि यहाँ तपाईले एसटीसी पेमा जस्ट टच गरिदिनु होला। यसरी टच गरिसकेपछि तपाईले जुन नम्बर तपाईले अघि कपी गर्नु भएको थियो एसटीसी पेबाट त्यो सदाद नम्बर यहाँ पेस्ट गरिदिनु होला यसरी। र पेस्ट गरिसकेपछि यहाँ तपाईले सर्ट नेम हेर्नुहुन्छ। जस्ट तपाईले यहाँ सर्ट नेममा आफ्नो नाम लेखिदिनु होला। यसरी सर्ट नेममा नाम लेखिदिसकेपछि तपाईले जस्ट प्रोसिड गर्नु होला र प्रोसिड गरिसकेपछि तपाईको एनसीबी एकाउन्टबाट तपाईलाई फोन आउनेछ र एथेन्टिकेसन कोड आउनेछ र त्यो कोड हालिसकेपछि तपाईले चाहिँ आफ्नो एसटीसी पे एनसीबी एकाउन्टमा एड हुन्छ र एड भइसकेपछि तपाईले पैसा एकदमै सजिलोसँग पठाउन सक्नुहुनेछ। यहाँ हेर्न सक्नुहुनेछ एसटीसी पे अलरेडी एड भएको छ। यदि तपाईले यहाँ टच गर्नुभयो भने यहाँ डाइरेक्ट तपाईले पैसा पठाउन सक्नुहुनेछ।